दामी चुनाव कस्तो लाग्दैछ ल्याएर आउँदा हुन्छ बुढी ल्याएर आउँदा आफ्नो बुढी है अर्का बुढी नि फेरि आफ्नो बुढी है अर्का बुढी नि फेरि 2082 साल फागुनको 21 गति हुन गइरहेको निर्वाचनका लागि हामी रेडी भएछौँ। यता हाम्रो बुढी हुनुहुन्छ तल बुढी आफ्नो ख्याल गर्नु राम्ररी स्वच्छ निष्पक्ष स्वतन्त्र ढङ्गले चुनाव सम्पन्न गराउनु है। आई लभ यु धेरै धेरै माया गयो ल यसरी लागिरहेको छु ना यहाँ हेर्नुहोस् दामी दामी। हेलो प्रकाश सर हेलो हेलो के छ एकदम सशक्त जुझारु टिम हाम्रो अब के होला दामी 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 ल हिँड्नु बाहिर मतदान केन्द्र देखाउनु परेन। फर्पिङको व्यवस्था भनेको नै यो के अरे नासपाती के कस्तो दामी फुल्या होइन तर यहाँ ब्राइटनेस धेरै भयो। एन्ड यो हाम्रो के अरे डाइनामिक भन्छ कि डाइनेटिक भन्छ डाइनामाइट टोलीहरू हुनुहुन्छ यता एकदम दामी दामी काम गरिराख्नु भएको काम गरेर ढिसो गरेर हुन्न होइन। सो गाइज दिस इज फर्पिङ सोखेलको पावर हाउस भन्दा अलि माथिको झुलिङ्गे पुल हो। बवाल रमाइलो छ ग्रिनरी छ होइन। गर्लफ्रेन्ड ल्याएर आउँदा हुन्छ बुढी ल्याएर आउँदा हुन्छ आफ्नो बुढी है अर्का बुढी नि आफ्नो बुढी है अर्का बुढी नि फेरि कस्तो लाग्यो सर दामी चुनाव कस्तो लाग्दैछ केटी छैन केटी छैन दामी छ तर ठाउँ त राम्रो ठाउँमा पठाइदियो नि त दामी होइन यी हेर त अस्ताइसक्यो भन्नु फेरि हरियाली छ होइन। निर्वाचन 2082 मोबाइल खस्यो भने फेरि भव्य हुन्छ है। तर यो पुलमा चाहिँ भेरी भेरी ब्युटिफुल भेरी भेरी ब्युटिफुल पुल रमाइलो र चुनाव गराउन आज चुनाव गराउन आयो केटाहरू ताजहरू मजाको हामी हाम्रो जिम्माको सब काम सकाएर मतदान अधिकारको अनुहार टेन्सन भएर फ्रेस हुन दुई पैसा चिया पनि कालो चिया नि खुवाउनु न दुध चिया कुरा अनुहार कालो लाउँछन् कालो चिया खुवाउनु कालो अनुहार लाउने अनुहारहरू को पर्छ हामी यता मलाई त्यही भएर आएको अरू केही भन्नु छ तिमीलाई हामी चाहिँ फ्रेस हुन आएको किन भन्नु त्यो मतदान अधिकारहरू कालो चिया खुवाउ भन्दा कालो अनुहार लायो त्यही भएर हामी यहाँ स्मल साइज मिडल साइज बिग लार्ज साइज यो दिस इज फर्पिङ तपाईँले नेपालको झन्डा यो यस्तो छ हाम्रो सेल्टरको व्यवस्था यहाँ लड्छ बुढिया दामी छ दाइ दामी छ दामी 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 सक्यो लु सक्यो सक्यो झ्याउला बग्ला बग्ला भात खाऊ यहाँ आउनु। सो खाना साना खाइसकेपछि टोली इभिनिङ वाकमा छ। वाउ यु क्यान सी ब्युटिफुल नेपाल फ्ल्याग के छ अनि सर पसिना पसिना भइसक्यो रमाइलो एकदमै हाम्रो सर भिडियो बनाउँदै हुनुहुन्छ के छ गुरु सकेला तर यस्तो राम्रो ए मार्को काला लरी काँडा सही सही चम्पादेवी ट्रेल होइन चम्पादेवी जाने बाटो अनि यहाँनिर चाहिँ ऊ त्यहाँ नेपालको नक्सा छ कस्तो दामी छ
You can see here a beautiful Nepal flag. Yeah. Wow. Back one. Back. Ani sir. छिटो. अनि सर उता हेर्नु त पर तर्छौ कि नै सुरुमा चाहिँ तर्छौ बाघ दामी हो कति सुन्दर छ काठमाडौँ उपत्यका अनि पूर्णिमाको जुन पनि साथमा योभन्दा राम्रो चाहिँ यो देखाउनेवाला छु म यो आइज यता The greatest Nepal's flag here. Unfortunately, यो चाहिँ चम्पादेवी ट्रेल जाने बाटोमा फर्पिङको बाँसबारी भन्दा अलि माथितिर हामी चाहिँ यहाँ चुनाव गराउन आएको थियौँ चुनाव मात्र गराउने होइन रैलानी गराउँछ कि कसो सर यो रमाइलो भइरहेछ दामी क्यामेराम्यानमा अनिस जय होस् भन्ने के छ हौ कस्तो लाग्यो मजा आइरहेको थाकियो तर यो थकाइलाई चाहिँ यो फोटोले चाहिँ दामी लाग्यो सर सर चाहिँ एकदम खुसी लाग्यो क्या एउटा जुन त्यहाँ छ होइन अर्को जुन माथि रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो जिउँदो सहित हामी त्यो बाघ भने तर्सेको होइन अघि त्यहाँ झ्याप्प तलबाट नदेखिने तर झ्याप्प त्यहाँ आउनेवाला तर्स्यौ तर्सियो नि जोसुकै पनि तर्सियो पहिला तर्सेको त म तर बाघ हो भन्दा हेरे नि डर लाग्ने है हेरे नि डर लाग्ने थाहा पाउँदा पाउँदैन नि हामी नि मूर्खे डरै लाग्दो ठाउँ छ नि व्यस्तमा हामीलाई पो थाहा छैन यहाँ कहाँ डराम दिन्छ के दिन्छ भनेर आयो होइन गाउँ आउनु गाउँ घर भयो त त्यो चाहिँ हो दामी रमाइलो भइरहेछ गाई चुनाव गराउन गएपछि अनि यताउता स्थानीय निकाय के छन् त्यहाँतिरको लोकल घुम्ने ठाउँहरू चाहिँ घुमिहाल्नुपर्छ दामी हामी पहिला यहाँ तल यहाँ बाँसबारी भन्नेमा आएको कि सर नाइट स्टे गर्नु त्यहाँ रातभरि पानी पऱ्यो सब पहिरोले बाटो सब बन्द भयो क्या अनि यहाँ अनि सर हिँड्दै होइन ऊ त्यो बाटो देखाएको नि यो हो त्यो बाटो त्यहाँ हिँडेर मोहनी बाइक चाहिँ बाइक ल्याएको थिएन त्यस्तै हुन्छ र अघि ट्याक्सीमा आयो क्या त्यो भिडियो मैले युट्युबमा राखेको छु हेर्नु है युट्युबमा दिपक साई भनेर सर्च गर्नु अनि त्यहाँ चाहिँ रैलावाला ग्रुप छ भिडियो छ बोहालै छ यो भ्यालीको भ्यूले बाटो भन्दा रानी घाटैमा भट्केका आत्माहरूका भट्केका आत्माहरूका गीतहरू सुन्न ना हो तू दास तेरे पास मैं रहूंगा जिंदगी भर ना हो तू दास तेरे पास मैं रहूंगा जिंदगी भर सारे संसार की प्यार तुझे पाया तू मिले दिल खिले और जीने को क्या चाहिए अर्को एउटा गीत घरमा बास पाइन्छ पाइँदैन खान देऊ सुत्नलाई चाहिँदैन सुत्न देऊ खानालाई चाहिँदैन खानालाई चाहिँदैन नि त हामीलाई सुत्न देऊ खानालाई चाहिँदैन दामी मेरो आँखामा आँसु आइसक्यो चिन्मै खरानी भयो अब यो गीत पुरानो हुँदैन माया बेला बेलामा चाहिँ ड्रेसिङ जुनीलाई बिर्सिँदैन मायाले माया
होइन यसको अगाडि खिच्नुपर्छ एउटा भाइरल हुन्छ क्या यो ल ल ल हान्नु त हान्दिनँ रातमा पनि यस्तो बाक्समा भिडियो भिडियो अरूले जङ्गलमा बगिनीहरूसँग गर्दैछ मेरो बस्नु परिरहेछ नर बाबु नर तेरो भाग्य यस्तै रहेछ कस्तो लाग्यो नि सर रमाइलो लाग्यो कस्तो लाग्यो सर कान्छी बसन छेउमै काटेको अनि तिमीलाई मखमल धागोले बाँधेको बान्छ नाचेको बाटो घर जान आँटेको लगाउनु गाउनु बेबीलाई कुन गुडिया चाहियो मार्खु कालरी ढाडा यस्तो छ सुधाइको अवस्था ओके गुड नाइट हेलो एन्ड गुड मर्निङ इट्स भोटिङ डे मतदान कार्य प्रारम्भ भएको छ दक्षिणकाली यो बालसुधार आदिमा किचन यस्तो रहेको छ अहिले आएन एकदम भव्य तरिकाले एकदम सुसम्पन्न भएको छ बालसुधार आदिको चुनाव यहाँ हाम्रो प्रतिनिधिहरू हुनुहुन्छ एकदम बिन्दास चुनाव धेरै गरायो यहाँ बिन्दास यहाँ 2 घन्टा सुत्ने मान्छे नि यही अब चाहिँ मतपेटिका बुझाएर घर जाने भयो